सनातन शिक्षा विथ आकाशमा तपाईहरुलाई स्वागत छ। आज हामी हालैमा खुलेको कृषि विकास बैंकको विज्ञापन बारे चर्चा गर्नेछौं। तपाईहरुलाई यसको बारेमा अगाडिदेखि नै थाहै छ। यो हाम्रो विज्ञापन 2082 11वां महिना 1 गते खुलेको थियो, फागुन 1 गते। राम्रो मात्रामा चाहिँ कृषि विकास बैंकले यसपालि चाहिँ विज्ञापन खुलाएको छ। अब यसमा तपाईहरुले यसलाई जति पनि साथीहरु यो अप्लाई गर्ने साथीहरु, हेर्ने साथीहरु पक्कै पनि यसको विस्तृत रूपले चाहिँ हेरिसक्नु भयो होला। यसमा हामी तह 4 लेखपाल पदको बारेमा हामी चर्चा गर्नेछौं। निरन्तर रूपले चाहिँ म यो लेखपाल पदसँग सम्बन्धित चाहिँ भिडियोहरु चाहिँ अपलोड चाहिँ गर्नेछु, त्यो भिडियोहरुबाट चाहिँ तपाईहरुलाई पक्कै पनि लाभ हुनेछ, पक्कै पनि त्यो भिडियोहरुबाट तपाईहरुलाई फाइदा हुनेछ। अनि बिस्तारै हामी अनलाइन क्लास पनि कन्डक्ट चाहिँ गरौँला, अनि त्यो अनलाइन क्लासमा तपाईहरु जुड्नु होला। अनि योसँग सम्बन्धित चाहिँ केही जानकारी प्राप्त गर्नु छ, तयारी चाहिँ कसरी गर्ने, कसरी गर्दा राम्रो हुन्छ भने तपाईहरुले मलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। अब यसमा हामीले चाहिँ छोटकरीमा यो तह 4 को बारेमा हामी चाहिँ छलफल अहिले चाहिँ यसको बारेमा म चाहिँ बताउन चाहिँ गइराखेको छु। अब विज्ञापनको कुरा गर्नु पर्दा विज्ञापन नम्बर 101 तपाईको यो हाम्रो कोशी चाहिँ प्रदेशको लागि हो, जसमा चाहिँ कुल पद संख्या माग रहेको छ 25 वटा है। यस्तै गरी 102 मा चाहिँ मध्य प्रदेशको लागि छ, यसमा चाहिँ कुल पद संख्या हाम्रो 44 वटा रहेको छ। सबैभन्दा बेसी यो मध्य प्रदेशमा चाहिँ सिट खुलेको छ, खाली छ। 103 मा बागमतीको लागि छ, 104 मा गण्डकीको लागि छ, बागमतीमा तपाईको 30 वटा छ, गण्डकीमा 20 वटा छ सिट। 105 मा लुम्बिनीको लागि, जसमा चाहिँ 35 वटा छ। लुम्बिनी प्रदेशमा पनि राम्रै छ, राम्रो मात्रामा सिट संख्या छ। अनि 106 मा कर्णाली छ, जसमा चाहिँ 15 वटा छ। सुदूर पश्चिममा चाहिँ 10 वटा सिट को लागि विज्ञापन चाहिँ खुलेको छ। अब यसमा तपाईहरुले यसको चाहिँ फर्म अप्लाई गर्ने मिति 11वां महिना 1 गतेदेखि लिएर 21 गते सिंगल दस्तुरमा थियो र डबल दस्तुरमा 28 गतेसम्म थियो। मानौ न चैत्र भरि चाहिँ फर्म भर्ने अवधि थियो। तपाईहरुले पक्कै पनि भरिसक्नु भयो होला। यसको चाहिँ रिक्वायरमेन्ट पनि तपाईहरुलाई थाहा नै होला। एजुकेशनल चाहिँ क्वालिफिकेसन शैक्षिक योग्यता तपाईको +2 चाहिन्छ, +3 मन्थ बेसिक कम्प्युटर कोर्स चाहिँ गरेको हुनुपर्छ, त्यसको पनि सर्टिफिकेट चाहिन्छ, अनि यसको चाहिँ सिलेबस बैंकको अफिसियल वेबसाइटमा गएर तपाईहरु डाउनलोड गर्न सक्नुहुनेछ। अब सिलेबसको बारेमा पनि म भिडियो चाहिँ बनाउने नै छु। ल त हस्, आजको लागि अहिलेको लागि चाहिँ यति राखौं।